मुक्तिनाथ आश्रम धार्मिक आश्रम भनी तीर्थ यात्रु बोकेर आइराख्ने यो आश्रमले यसरी गेटको पूर्वपट्टि बाटो फोहोर मैलाको उसमा यसरी विभिन्न संस्थाहरूले यसका विभिन्न संस्थाहरूमा आबद्ध भएका यस मुक्तिनाथ धार्मिक आश्रम यसरी का लागि हामी महानगरपालिकाले ध्यान केन्द्रित भइदिनु होला। मुक्तिनाथ आश्रम फोहोर मैलाका विभिन्न किसिमका परिविध आधारहरूले यसरी हामीलाई गनाइराखेको हुनाले यो छिटो सरकारहरूले निकायलाई यसरी सब यसरी जम्मा भएर यसरी है हामीलाई यहाँ गनाइराखेको टोलवासीलाई पनि गनाइराखेको हुँदा म महानगरमा पनि यो ध्यानाकर्षण गराउन चाहन्छु। वडा नम्बर 10 राजसभा जय राजसभा।